दर्शन अनि नमस्ते नमस्कार सम्पूर्ण मेरा मित्रहरूलाई म चाहिँ अहिले यो टोप्रेको माथि लेखमा आइपुगेको छु। यहाँनिर चाहिँ एउटा तपाईलाई म विशेष कुरा देखाउँदै छु। एकदम 100 वर्ष भन्दा पनि 200 वर्ष पुरानो चीज देखाउँदै छु। तर यहाँ के हो त नि 200 वर्ष पुरानो चीज यो ठाउँमा यो लेखमा के छ त भन्दा तपाईहरु चकित पर्नुहुन्छ होला। तर यो चकित पर्नु पर्दैन, तपाईहरुलाई पनि एकदम अजीब लाग्दछ। यो ठाउँमा चाहिँ के छ त यस्तो देख्न सक्नुहुन्छ, चारैतिर जंगलै जंगल छ। यो चारैतिर जंगल छ। म चाहिँ यस बिचमा आएर चाहिँ गर्छु। अझै यस भन्दा माथि टप डाँडामा पनि म तपाईहरुलाई देखाउने छु। यो भन्दा माथि देख्न सक्नुहुन्छ, धेरै माथि टप डाँडा छ, अझै पनि छ। यो भन्दा पहिला तपाईहरुलाई म एउटा 200 वर्ष पुरानो चीज के देखाउँदै छु भन्दा हामीले पहिला का हाम्रा जिजुहरूले चाहिँ बाघहरूलाई चाहिँ कसरी मार्नुहुन्थ्यो त भने चाहिँ यो बाघहरू मार्ने तरिका चाहिँ उहाँहरूको दिमाग चाहिँ म तपाईहरुलाई देखाउन गइरहेको छु। तर यो चाहिँ देख्न सक्नुहुन्छ, यहाँनिर यो चाहिँ बाघ थुन्ने खोर रे हैन। बाघ थुन्ने खोर कसरी बनाउनु भएको छ त देख्न सक्नुहुन्छ। यहाँनिर ढुङ्गा पाँच्नु भएको छ। यहाँनिर देख्न सक्नुहुन्छ, यतातिर बाख्रा राख्ने देख्न सक्नुहुन्छ। यहाँनिर यस्तो बनाएर यहाँनिर बाख्रा राख्ने, अनि त्यस पछाडि यहाँनिर चाहिँ यताबाट छिरेर चाहिँ लगभग यतैबाट छिरेर चाहिँ बाघ आउने ठाउँ रहेछ। यो चाहिँ अहिले चाहिँ लगभग अलि हल्का यतातिर मान्छेहरूले खास सायद गरेर होला, यस्तो हल्का यिनी भत्किएको छ। यिनी ढुङ्गा चाहिँ 200 वर्ष पुरानो ढुङ्गा हुन् यिनी चाहिँ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ, यहाँनिर यसरी यहाँनिर बाख्राको पाठा बस्ने हो भने तपाईको यहाँनिरबाट यताबाट बाघ छिर्ने, अनि यहाँनिर एउटा तगारो हो छ। यो तगारो राख्न पर्ने रहेछ। यहाँनिर तगारो राखेर कसरी हो सायद अब उहाँहरूको उसले कसरी राख्नु भएको थियो, कसरी थुन्नु भएको थियो भनेर चाहिँ म देख्न गरेर छु तपाईहरुलाई। तपाईहरु लगभग अझै पनि कसैलाई पनि थाहा छैन होला 100 वर्ष पुरानो भन्दा पनि 200 वर्ष पुरानो भनेपछि कहाँको कहाँ हो यो हैन। देख्नुहुन्छ ढुङ्गाहरू जस्ताको तस्तै छ, तर पुरै भत्किसकेको छ, धेरै भत्किएको छ। तर किनकि अब तपाईको अलिकति यता बाँकी नै छ। यहाँनिर तगारो सगारो बनाएर यसरी बनाउनु भएको छ। यसरी काटेर यो ढुङ्गाहरू देख्न सक्नुहुन्छ, देखिरहनु भएको छ। यहाँनिर म यसपछि तपाईहरुलाई माथि लेखमा गएपछि तपाईहरुलाई अरु पनि विषय देखाउने छु। र यो ठाउँमा चाहिँ लाइन गएको छ, माथिको लेखमा चाहिँ टुप्पामा लाइन गएको छ। देख्न सक्नुहुन्छ कति ठुलो बनाउनु भएको छ। आजभोलि धेरै हतियार प्रयोग गरेर गर्नुहुन्छ भने पहिलाका हाम्रा जिजुहरूले चाहिँ यसरी चाहिँ बाघहरूलाई चाहिँ पासो थाप्ने, धराप थापेर चाहिँ पार्ने गर्नुहुनेछ। तर किनकि तपाईहरुको हामीले भन्दा पनि पुरानो, धेरै पुरानो ठाउँमा म चाहिँ अहिले यहाँनिर आएर चाहिँ यो सुने। तर यहाँका बासिन्दाहरूले तब यस विषयमा फेरि भोलि पनि तपाईहरुलाई बताउने छु। तपाईको यहाँनिर कसरी गर्नु हो, के छ, कस्तो छ विषयमा हरेक कुराहरू एकजना भोलि आउँदै हुनुहुन्छ। आएपछि यहाँनिर आएपछि म पनि यो ठाउँमा फेरि भोलिपल्ट पनि आएपछि त्यस विषयमा सोध्ने छु। र सोधेपछि म तपाईहरुलाई यसको सही जवाबहरू के हो, कसो हो, म सब कुराहरू तपाईहरुलाई बताउँछु। म लगभग टप डाँडामा यता परि गुल्मी पर्छ, तपाईको यतातिर चाहिँ प्युठान पर्छ है गाइजहरू। देख्नुहुन्छ यो चाहिँ सिमाना जस्तो सायद सीमा नै हो भन्ने लाग्छ। यो चाहिँ यहाँनिर यस्तो केले बनायो त देख्न सक्नुहुन्छ। यहाँनिर यस्तो खनेको छ नि, यो चाहिँ यो ठाउँमा चाहिँ यो वन सुँगुर भन्छन् नि हो, त्यसरी चाहिँ हेर्नुहोस् खनेर यस्तो धेरै खनेको छ। यस्तो धेरै खनेर हेर्नुहोस्, खेती गर्ने जस्तो गरेर खनेछ पुरै चारैतिर, पुरै खनेको छ यसरी। अस्ति चाहिँ म यो ठाउँमा आएको थिएँ, आउँदा चाहिँ तपाईको यो धेरै ठुल्ठुला चाहिँ मैले यो ठाउँमा देखेको थिएँ। ल हेर्न देख्न सक्नुहुन्छ, यस्तरी खनेको छ कि सायद मान्छेले यसमा मान्छे आएर खेती गर्न लागेको जस्तो गरेर खनेको छ है, देख्छ। तर म यसपछि तपाईको केही दिनपछि तपाईको यो लेखमा पनि निस्किने छु। यो लेखमा निस्केपछि तपाईलाई म देखाउने छु यसको दृश्यहरू कस्तो छ, के छ, सबै कुराहरू। अहिले चाहिँ म तपाईलाई यति भन्दै म पनि छुट्टिने चाहिँ। हस्त, धन्यवाद।